नमस्कार दाजुभाइ दिदीबहिनीहरू, म आज जुम्ला कालीकोटको जङ्गल नेरामा आइरहेको छु। यहाँका प्राकृतिक सुन्दरता दृश्यहरू, यहाँका कदिमेलहरू, यहाँका जङ्गलका दृश्यहरू म देखाउने छु। अन्तिमसँग हेर्दै जानुहोला। अब म तपाईहरुलाई सम्पूर्ण दृश्य देखाउने छु। अनि हेर्दै जानुहोस्। हामी जङ्गलका सम्पूर्ण कदिमेलहरू हामी देखिरहेछौँ। जुम्ला कालीकोटका लेखहरू अनि जङ्गलहरू हेर्नुहोस्। जुम्ला कालीकोट, यहाँ ठुला ठुला जङ्गलहरू रहेछन्। अनि हेर्नुहोस्, जडीबुटी, पखानबेत, अनि यहाँ अनेक तरहका जडीबुटीहरू पाइँदो रहेछन्। तपाईलाई जुम्ला कालीकोटको जङ्गलका सम्पूर्ण दृश्यहरूमा देखिरहेको छु। अनि जुम्ला कालीकोटको सभ्य र भव्यको जङ्गल हामी देखिरहेछौँ। अनि हेर्नुहोस्, अनि यहाँ हुम्पा कचुर अनि झुम्पा कचुर यहाँ पाइने गर्दछ। अनि सतुवा अनि हुट्टीच्याउ अनि भुतकेश, महावीर, यहाँ मिल्दछ। अनि सतुवा, ठुला ठुला जङ्गलको कालीकोटको जङ्गल नेरा हामी आइरहेछौँ। कालीकोटका जङ्गल हेर्नुहोस् दाजुभाइ अनि दिदीबहिनीहरूले भन्न चाहिरहेको छु। अनि हेर्नुहोस्, यहाँका सम्पूर्ण जडीबुटीहरू देखिरहेको छु। कालीकोटका पहाडका अनेक तरहका कदिमेलहरू म तपाईहरुको माझमा देखिरहेको छु। दाजुभाइ दिदीबहिनीहरू, तपाईले देख्न सक्नुहुनेछ भुतकेश, अनि हेर्नुहोस् जुम्ला कालीकोटका दृश्यमा तपाईलाई देखिरहेको छु। अनि हेर्दै जानुहोस्, तपाईलाई कस्तो लागिरहेको छ। अहिले हामी सभ्य र भव्यको जङ्गल नेर आइरहेछौँ। हामीलाई डर पनि लागिरहेको छ। यहाँ भालुहरू, अनेक जनावरहरू पनि, अनि बनियालको पनि डर हुन्छ।
अनि हेर्नुहोस् जङ्गलको सम्पूर्ण दृश्य हामी तपाईको माझमा हामी सार्वजनिक गर्नेछौँ। अनि हेर्नुहोस् जङ्गलका दृश्य। अनि हेर्दै जानुहोस् दाजुभाइ दिदीबहिनीहरू। हाम्रो नेपालको देश बहुत सुन्दरता छ। हरेक ठाउँको हरेक जिल्लाका दृश्यहरू म देखिरहेछु। हवस् त दर्शकबिन यतिन्जेल म तपाईको माझमा आएर यहाँका जुम्ला हुम्लाका कालीकोटका दृश्यहरू म देखाएँ। अनि अर्को भिडियोमा प्रतीक्षामा बस्नुहोला भन्दै म खिमराज प्युठानी तपाईको माझबाट बिदा हुन अनुमति लिन्छु। नमस्कार।